पूर्वतिर पूर्व भनेको चाहिँ अब पाँचतार इलाम पाँचतार हुँदै त्यसमा त आजको हाम्रो भ्लग चाहिँ सिधै भेटौँडा श्रीमाईको दर्शन गर्दै आज हामी पूर्वतिर लागौँ। ल साथीहरू अब लागौँ है त। तर कस्तो आइरहेछ भ्यू। गुड बोय कस्तो आइरहेछ हेर त एङ्कल। ल हामीले चाहिँ अब चाहिँ लगभग हामी हिँडेको कति बजी हिँड्यौँ हामी चाहिँ 6 बजीतिर हिँडेको। आज 7 बजी हिँड्यौँ अनि 9:30 भयो। अहिले चाहिँ पसलाइहरू के बर्दिवास आउनु बाँकी छ है। बर्दिवास आउनु अब आउनु आँट्यो आइपुग्नु आँट्यो बर्दिवास। अब हामीले चाहिँ घरबाटै चिया ल्याएको थियौँ। चिया अब खाँदैछौँ। यो चाहिँ काठमाडौँ जाने बाटो हो। सिन्धुली गाडीले यसको बारी बाटो अवरुद्ध भइरहेको छ। बाटो काटेर बसिरहेको छ। मैले उसमा कति घन्टा काम भएको छु। बाटोको लागि रुखहरू बाँध्दैछ। हामी चाहिँ कहाँ आइपुग्यो थाहा छैन। एउटा ठाउँ चाहिँ यहाँ छ यस्तो छ है। हाम्रो मालिकले चाहिँ यस्तो यहाँ आमाहरूको लागि पछ्यौरा हेर्दै हुनुहुन्छ। यो दामी छ त यो तल। अब यहाँ हुने नै पातलो हो। आइहाल्छ नि साउनीहरू। यो दुईटा हुँदैछ हाम्रो चाहिँ किनमेल। हामी चाहिँ अहिले गोलबजारमा छौँ। गोलबजारको दृश्य चाहिँ यस्तो छ। तयारले भिड्दैछ सामान। खतरा छ। हामीले पछ्यौरा 3टा किन्छौँ आमा फुपूहरूको लागि अनि भइगयो। अनि त्यसपछि अब हामी लाग्छौँ। अब हाम्रो यही सप्तकोशी आइपुग्न आँट्यौँ। कति भन्नुभयो हजुर? 60। ल सप्तकोशी चाहिँ 60 किलोमिटर छ अरे। ल हामी अब सपिङ गरेर हिँड्यौँ। ल हाम्रो
हेलिकप्टर पनि यहाँ रेडी भइसकेको अवस्था। हेलिकप्टर चाहिँ 1250 सीसीको हो, 12,500 सीसीको हो कि बाइक चाहिँ। ल अब हामी लाग्छौँ। के खाने त? यता खाने त? कि यता बस्ने एकछिन उहाँ सही छ त है। ल यसो कोसी आइपुग्यौँ। खाना फर्स्टमा सोध्छु ल, खाना छ कि छैन। खाना छ? एकजनालाई खाना हालिदिनु ल अहिले एकछिनमा। माछा छ? माछा हालिदिनु न। 5 मिनटपछि म आइहाल्छु। बाफ्रे बाफ, कोसीमा बसेर कोसीको भ्यू हेर्दै बुढाबुढी माछा र भात खुवाउन आइपुगेका छौँ। अलिकति बस न। बाँदरले मकै खाँदैछ है, बाँदरले मकै खाँदैछ। ल हामी पहिले पथरी जगाउन पुग्यौँ। बन्दरी पुरा माग न हौ, मसला हालेर खाऊ। कुडुच कुडुच दुईटा भने हो। मेरा खाना कस्तो छ अच्चा? दिउँसो नदिएर पानी, बेलुका मकै। कहाँ आयो नदिएर पानी? ए
मकै सकियो भाइको सेल्स बसो आइसकेको गाडी खाना हाल्यो पच्चुको जङ्गलमा हाम्रो गाडी हो ल गाइज हामी चाहिँ गजुरमुखी धामदेखि हल्का अगाडि आएको छौँ र यहाँ चाहिँ हामीले एउटा झुलुङ्गे पुलबाट बाइक क्रस गरेर उता माथि बाइक पिल गर्दैछौँ र खोला चाहिँ यहाँ पछाडि छ कस्तो चिसो छ अहिले चाहिँ 8:30 बजिसक्यो अनि हामी बिहान कति 7 बजी हिँडेको होइन 7 बजी 7:30 हिँडेको 8:30 मा हामी यहाँ आइपुग्यौँ अब लगभग हाम्रो यात्रा 1 घन्टा म्याक्समा 1.5 घन्टा होला घर पुग्नको लागि खोला पछाडि यो अल्ट्रा वाइडमा त आउँदैन होला चाहिँ यस्तो छ ल साथीहरू आज चाहिँ फेरि फुल मुन हो फुल मुन नाइट अनि हाम्रो पियारी आमा मामा मार्छ क्या लुक्सले त खोला चाहिँ खास पहिला चाहिँ यता तलबाट बाटो थियो यो बाटो गाडीहरू चाहिँ अहिले पनि त्यहाँ तलैबाट आउने हो अनि हामी चाहिँ बाइकबाट चाहिँ अहिले यो झुलुङ्गे पुल हालेर रहेछ झुलुङ्गे पुलबाट आउँछौँ खतरा छ है ल हाम्रो बाइकले माथि पिल पार्दैछ जाउँ आजको भोलि बिहान त मेरो औँलाहरू चल्दैन होला धेरै पछि बाइक कुदाएको त्यसका बाजे आमा ब्याग हेर ब्याग बोकेर लौरे नि हो नि यतिको ब्याग त बोक्नु सकिहाल्छ नि झपक्कै अबै यो हातमा ल यो चाहिँ नेपालको लोकल भान्साको सुकुटी है गुड मर्निङ सबैलाई आज चाहिँ हामी आइसक्यौँ घरतिर यसो तातो पानी खान्छौँ आमा के भन्नु त बोल्नु त मम्मीलाई के भन्नु न कुमारीले ए मेरो नानी राछ नि यहाँ मेरो नातिनी बरिया छ है नानी ठुलो बहिनी यहाँ आगो तापिरहेको छ अब तातो पानी खाने अनि चिया खाने अनि माम पकाएर खाने अनि अब यो सिकुटी खाने पहिले नि फर्स्टमा जाँदाखेरि बाबा र मम्मी आएको थियो त्यति बेला 100 रुपियाँ धामी थिएँ यो लान्छ नि कहिले काट्थिनँ मरीले माथि मरी मामाले काटिन्छ नानी खाने भने त खाने हो एक धारी ल्याएर बाबा र मम्मीले आफ्नै बनाएर हामी चाहिँ खान नखानेको अझै म खाने नि फेरि एक धारी ल्याएर खाएर गएको नि दरो खाएर गयो कोही बसे निस्किरहेको छ अहिले अनि